हेलो एभ्रिवान, दर्शन नमस्ते। आज म यहाँहरूलाई हाम्रो बर्दघाट नगरपालिका स्थित भुता गाउँभित्र रहेको यो सिमसार ताल भन्ने अहिलेको चर्चित पर्यटकीय स्थल अथवा ह्याङआउट गर्ने एउटा रमणीय स्थलको बारेमा म केही भन्न गइरहेको छु, जसमा यो दृश्य देखेर मलाई अलि चित्त बुझेन र दुःख पनि लाग्यो, किनकि हामीले जति सरसफाइ गऱ्यौँ त्यो हामी आफैलाई हुन्छ, तर मान्छेहरूले यहाँ यो फोहोर व्यवस्थापन समितिले शुल्क काटे अनुसार सरसफाइ भएको देखिएको छैन। र यहाँहरूमा यो म के अवगत गराउन चाहन्छु भने यो सरसफाइ गरेमा हामी आफैलाई राम्रो हो, हाम्रो प्रकृतिलाई राम्रो हो। तर देख्न सक्नुहुन्छ यहाँ शुल्क उठाएको छ, सरसफाइ शुल्क भनेर, तर फोहोर जताभावी फालिएको देख्न सकिन्छ। र यो सिमसार तालमा पहिलाको अवस्था हेरेर अहिले चाहिँ त्यहाँनिर शौचालयको व्यवस्था गरेको देख्न सकिन्छ, तर पनि यो बस्नको लागि भनेर राखिएको, ल्याइएको अथवा नगरपालिकाबाट झिकाइएको कुर्सी भनौँ या ब्रेन्ची के भनौँ, यसलाई यो चाहिँ झाडीमा यसरी जथाभावी फालेको देख्न सकिन्छ। यहाँ लगभग 5-6वटा कुर्सी थियो सायद, यसमा चाहिँ मैले एउटा पनि बाहिर रहेको देख्न सकेन। पछिल्लोचोटि सबै कुर्सीहरू आफ्नो ठाउँमा थिए र अहिलेचोटिमा यो कुर्सीहरू चाहिँ सबै तल झाडीतिर फालिएको र फोहोरको लागि फोहोर व्यवस्थापन समितिले राखेको डस्टबिनमा फोहोर चाहिँ नराखेर फोहोर चाहिँ जथाभावी फालेको पनि देख्न सकिन्छ। कुहिने नकुहिने सिसाको बोतलहरू सबै जथाभावी फालेर हाम्रो यो प्रकृतिलाई दुर्गन्ध र यो घुम्ने रमणीय स्थललाई पनि फोहोरो बनाएको देख्न सकिन्छ। तर यो कुर्सी यसरी फालिनुको कारण के हो र कतिसम्मको यो राम्रो हो नराम्रो हो, यहाँले प्रतिक्रिया जनाउनु होला र यसमा सम्बन्धित निकायको ध्यान जाओस्। सरसफाइ शुल्क उठाएर मात्रै भएन, यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो। र यो कुर्सीहरू कसले फाल्यो, किन फाल्यो र कसरी यो सबै कुर्सीहरू आफ्नो ठाउँबाट जथाभावी यसरी खसेको छ, यसमा चाहिँ सम्बन्धित निकायको ध्यान जाओस् र हाम्रो यो रमणीय स्थललाई, सिमसार ताललाई अझै धेरै कुराहरूमा सुधार गरेको देख्न पाऊँ। के कुराहरूमा सुधार गर्नुपर्छ, के कुराहरूमा सुधार भए अझ राम्रो भन्ने कुरा यहाँले प्रतिक्रिया जनाउनु होला। हस् त, धन्यवाद।